नयाँ वर्ष 2082 सालको मेष राशिफल लिएर आएको छु। 2082 सालमा मेष राशि हुने व्यक्तिहरूको लागि के कस्तो छ, आर्थिक स्थिति, धन सम्बन्धित स्थिति के कस्तो छ, वैदेशिक यात्राको शुभ योग छ कि छैन, दाम्पत्य जीवनमा के कस्तो छ, लभ लाइफ प्रेम जीवनको लागि के कस्तो छ, पारिवारिक स्थिति, नोकरी, व्यवसाय, शिक्षा र स्वास्थ्य सम्बन्धित सम्पूर्ण जानकारी उपाय सहित लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। 2082 सालमा मेष राशि हुने व्यक्तिहरूको लागि के कस्तो छ त भन्दाखेरि वर्षको स्टार्टिङमा बृहस्पति र केतुले शुभ फल दिन्छन्। फलस्वरूप सुख, शान्ति, समृद्धि, धन प्राप्ति इत्यादिहरू हुन्छ। परिवारमा माङ्गलिक कार्य हुन्छन्, तर शनि ग्रहको आद्य साढे साथी पनि हजुरलाई प्रारम्भ भइसकेको छ। शनि ग्रहको आद्य साढे साथी दशाको प्रभावले हजुरको स्वास्थ्यमा समस्या गर्छ, खर्च बढाउँछ, धन नोक्सान हुन्छ, सोचेका आँटेका कामहरू ढिलो हुन्छन्, कोही पनि काम गर्न लायो विघ्न बाधाहरू आइपर्ने। अरूको एक दिनमा हुने काम हजुरको चाहिँ थुप्रै दिन लाग्न सक्छ, महिनौ लाग्न सक्छ। धनहरू फस्न सक्छ, कतै धन लगानी लगायो डुब्यो या फस्यो, फसेको धन छ भने त्यो प्राप्त हुँदैन। शरीरमा चाहिँ एकदम आलस्यता आउँछ, एकदम अल्छी लाए जस्तो फिलिङ हुन सक्छ हजुरलाई, केही पनि गर्न मन लाग्दैन, एकदम आलस्यता बढ्छ शरीरमा। मानसिक चिन्ता, तनाव बढ्न सक्छ, मान सम्मानमा आघात पुग्न सक्छ, चोटपटकको योग छ, चोटपटक लाग्न सक्छ। तर शनि ग्रहको आद्य साढे साथी लागो भन्दैमा आत्तिनु हुँदैन। यदि हजुरको कुण्डलीमा शनि ग्रह स्वग्रही छन्, मित्र ग्रही छन्, उच्च राशि तुला राशिमा स्थित छन् या 3, 6, 11 भावमा स्थित छन् भने हजुरलाई मैले जो पनि अशुभ परिणामहरू बताएँ त्यसको उल्टो हुन्छ। धन खर्च हुन्छ भनेछु भने धनहरू प्राप्ति हुन्छन्। त्यही भएर हजुरले चाहिँ राम्रो एस्ट्रोलोजरसँग, ज्योतिषसँग चिना हेराएर अगाडि बढ्नु होला। जेठ महिनापछि राहु ग्रह शुभ रहनाले नयाँ कामको सुरुवात या कार्यक्षेत्रबाट लाभ हुन्छ। यो वर्ष चाहिँ हजुरहरूलाई मुद्दा मामला लाग्न सक्छ, झुटो आरोप लाग्न सक्छ। शनि ग्रहको चाहिँ उपाय गरेर अगाडि बढ्नु होला। यो वर्ष दाम्पत्य जीवनमा के कस्तो छ त भन्दाखेरि दाम्पत्यको सपोर्ट मिल्छ, एकअर्काप्रति प्रेम विश्वासहरू बढ्दै जान्छ, माया गाडा हुँदै हुँदै जान्छ। विद्यार्थी वर्गलाई शिक्षामा चाहिँ अलिक परिश्रम भनिरहेको छ, धेरै परिश्रम गरे मात्रै आंशिक सफलता मिल्छ। कृषिहरूको लागि चाहिँ धेरै राम्रो छ। नोकरी गर्नेहरूको लागि सङ्घर्ष बढाउँछ। कार्यालयमा तनावको स्थिति हुन सक्छ, कम बोल्ने प्रयास गर्नु होला। व्यवसायको लागि चाहिँ पशु व्यवसाय राम्रो छ। धेरै लगानी लगाउने व्यवसायहरूमा त्यति शुभ देखिँदैन, धेरै इन्भेस्ट नगर्नु होला। वैदेशिक यात्राको लागि के कस्तो छ त भन्दाखेरि वैदेशिक यात्राको काम त बन्छ, तर चाहिँ अलि ढिलो ढिलो बन्छ भन्ने बुझ्नु होला। प्रेमी जोडी बीच चाहिँ त्यति मधुर सम्बन्ध देखाउन्न, हजुरहरूको बीचमा मिसअन्डरस्ट्यान्डिङहरू आउन सक्छ, दुईजनाको झगडा हुन सक्छ। आर्थिक दृष्टिकोणले चाहिँ असार, असोज, माघ र फागुन महिना एकदमै शुभ देखिरहेको छ। उपाय र सल्लाहको कुरा गरौँ भने शनिबार र मङ्गलबार चाहिँ माछा मासु अन्डा नखानु होला। हनुमान चालिसाको पाठ गर्नु, शनिबारको दिन व्रत बस्नु, बिहान घाम नझुल्किँदै पिपलको रुखमा गएर शनिदेवलाई जल चढाउनु होला। शनिबारको दिन कालो कपडा, कालो तिल, तोरीको तेल, फलामको हतियार, मासको दाल, कालो छाता, कालो जुत्ता चाहिँ दान गर्नु होला कुनै पनि गरिबलाई। मङ्गलबारको दिन चाहिँ हनुमान मन्दिरमा गएर रातो कपडामा नारियल बाँधेर लगेर चढाउनु होला, लड्डुको भोग लगाउनु होला। हजुरले चाहिँ सूर्यलाई बिहान बिहान जल अर्घ दिने पनि प्रयास गर्नु। सम्पूर्णमा नयाँ वर्षको हार्दिक 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 मङ्गलमय शुभकामना। हजुरहरूको यो वर्ष धेरै शुभ होस्। धन्यवाद।